जय मसी यहाँलाई सम्पूर्णलाई जय मसी भन्न चाहन्छु। विशेष गरी हामी 3 जना यात्रा गरिरहेका छौँ। यो हाम्रो दमोलीको साइडमा हो, दमोलीको पुलमा। यहाँ दुईटा नदी यहाँ जोडिएको छ भनेर हामीले यहाँ पाएका छौँ। यो दमोलीको पुलमा हो। हाम्रो अर्जुन राई अनि हाम्रो पिताम्बर मगर हुनुहुन्छ। अनि हामी चाहिँ यहाँ खोलामा यसो घुम्दै, अनि हाम्रो दाइले चाहिँ बताउनुहुन्छ यता यस्तो ठाउँ हो भनेर भन्दै हुनुहुन्छ। भने उता चाहिँ हाम्रो यो के भने हाम्रो यता पुलहरू पनि बन्नु त बन्दै रहेछ, तर त्यो पुलहरू चाहिँ पुरा कम्प्लिट भएको छैन रहेछ। अनि हामी चाहिँ यो खोला हामी जाँदैछौँ। गाइसहरूले पनि कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ लाइक कमेन्ट गर्नु होला। हामी पनि यो ठाउँमा हामी घुम्न गएका थियौँ र त्यहाँनिर साह्रै राम्रो भ्यूज लाग्यो र मैले त्यहाँनिर हेर्दाखेरि झुलुङ्गे पुल रहेछ। झुलुङ्गे पुलबाट चाहिँ हामी दाजुभाइ हामी गफ गर्दै हामी चाहिँ जाँदैछौँ। हाम्रो दाइ चाहिँ हाम्रो दमोली नै घर हुनुहुन्छ उहाँको चाहिँ। अनि मेरो चाहिँ अब पूर्व झापा पनि, अनि उहाँ एकजनाको चाहिँ मोरङको हुनुहुन्छ। अनि हामी चाहिँ यसरी नै गफसफ गर्दै दाजुभाइहरू हामी यसरी घुम्दै हामी गएका थियौँ दमोली। अनि दमोली घुम्ने क्रममा चाहिँ हामी चाहिँ यो पुलबाट चाहिँ हामीले चाहिँ भिडियोहरू चाहिँ हामी खिच्दै जाँदैछौँ। र हजुरहरूलाई कस्तो लाग्छ यो पुलहरू, हजुरहरूलाई पनि राम्रो लाग्छ भने आउनु होला, यता दमोलीतिर घुम्न आउनु होला। अनि यो चाहिँ एउटा फलामको पुलहरू पनि छ यता पल्लोपट्टि, र त्यो चाहिँ कम्प्लिट भएको छैन। अलिकति त्यही हो, अब नेपाल सरकारहरूमा अलिकति बजेटको कमीले गर्दा त्यो पनि कम्प्लिट भएको छैन। भने यता चाहिँ हाम्रो पाहाडहरू छ, यस्तो दामी छ। अनि म हो र म आफैले पनि भिडियो आफ्नो सुट गरिरहेको छु भने, र हामी चाहिँ फेरि क्रमशः हामी यो बाटो जाँदैछौँ। र हामी एकछिन बाइकहरू पनि आइरहन्छ यो बाटोमा। अनि यो बाइक आइरहेको बेलामा पनि यो बाटोहरूमा पनि अलिकति आँट्दैन। अनि बेला यसो साइड दिँदै हामी जाँदैछौँ। र हामी चाहिँ नास्ता सास्ता खाएर हामी चाहिँ यो बाटो जाँदैछौँ। पुल माथिबाट एकदम पुलमाथि पनि गाडी चाहिँ यहाँ बाइकहरू चाहिँ आएकै गर्दो रहेछ। अनि अलिकति दुईवटा बाइक चाहिँ एकैचोटि साइड गर्न मिल्दैन रहेछ। एउटा पारी बस्ने, एउटा वारी। अनि पहिला पारीको अथवा वारीको गएपछि अनि बल्ल त्यो सिधेपछि बल्ल उताबाट अर्को आउँदो रहेछ। त्यस्तो सिस्टम त राम्रो लाग्यो। भने यहाँ चाहिँ खासमा चाहिँ विशेष गरी चाहिँ मान्छे हिँडिराख्दो रहेछ यो ठाउँमा। अनि बाइकहरू पनि हिँडिरहँदो रहेछ र राम्रै लाग्यो, ठिक छ। ठाउँहरू पनि रमाइलो छ, एकदम चिसो। यतातिर खोलाहरू, उतातिर रुख बिरुवाहरू पनि देखिन्छ। र पारिपट्टि उता अर्को बजार पनि छ भने, यता वारिपट्टि बजार, उता पनि बजार। अनि यतातिर गाउँ, उता पनि गाउँ, ठिकै एकदम गाउँ पनि याद आउने अनि बजार पनि याद आउने। यसरी नै हेर्नुहोस् गाइस, बाइकहरू यसरी नै जाँदछ। अनि बाइकलाई अलिकति साइड दिनुको लागि चाहिँ मान्छे नै बस्नुपर्छ। भने यता यस्तो टाढा देख्नु भएको होला, यता माथि पनि घरहरू छ। हेर्नुहोस्, मान्छेहरूको भिडहरू कहिले कहिले अलिक बढी नै हुन्छ। र मान्छे अलिक बढी भयो भने त गाडीहरू कुद्ने चान्सै हुँदैन होला। म आफै पनि भिडियो गर्दैछु। उता पछाडि घाम, उता पाहाडको भ्युजहरू हेर्नु होला। र यसरी नै हामी दाजुभाइ लखर जाँदैछौँ। हामी पारिपट्टि है जाँदैछौँ, घुम्दै हामी चाहिँ यता घुम्दैछौँ। र यो क्रम चाहिँ हामी घुमेर फर्किँदै गरेको क्रम हो। हामी जाँदाखेरि होइन, हामी चाहिँ उहाँ दाइकोमा पुगेर अनि यता फर्किँदै क्रममा हो। यता हेर्नुहोस्, पानीहरू, यता कस्तो मजाको पुलहरू छ। अनि हाम्रो दाइकोतिर पुगेर चाहिँ हामी चाहिँ फर्किँदै गरेको। हामी चाहिँ उहाँको पुगिसकेको, र उहाँले चाहिँ यता हामीलाई छोड्नु लाउनु भएको। र उहाँले चाहिँ हामीलाई बताउँदै हुन्छ यो ठाउँ चाहिँ यस्तो हो। अनि त्यहाँ यस्तरी हामी चाहिँ जान्छौँ। अनि यो ठाउँ हो हामी चाहिँ भनेर चाहिँ हामीलाई दाइहरूले केही बताइराख्नु भएको छ। भने हाम्रो अर्जुन राई चाहिँ मजाले हिँड्दै हुनुहुन्छ, एकदम थकाइको जस्तो अवस्थामा हिँडिराख्नु भएको छ। भने र हामी चाहिँ पछाडि छौँ, हामी चाहिँ दाजुभाइ पछाडि छौँ। बिचमा गाडीहरू आएको कारणले गर्दाखेरि अलिकति मोबाइल पनि खस्ला कि भन्ने अलिकति टेन्सन पनि भइरहेको थियो। तर जस्ट मोबाइल त राम्रै पक्रेको छ। र तपाईँहरू पनि यदि यता घुम्न आउनुहुन्छ भने चाहिँ अलिकति मोबाइलमा चाहिँ ट्याक्कसँगले मजाले पक्रेर चाहिँ गर्नु होला, किनभने मोबाइल तल झर्छ।
अनि एकदम होसियारी गर्नुपर्ने हुन्छ। कहिले साइड दिँदा कहिले ठोकिएर मोबाइल हातबाट फुस्केर झर्न सक्छ। यदि तपाईँहरूलाई पनि हाम्रो सल्लाह सुझाव कस्तो छ तपाईँहरूले पनि प्रतिक्रिया दिनुहोला। हवस् त अहिले हामी यति नै भिडियो गर्नेछौँ र हजुरलाई कस्तो लाग्यो लाइक कमेन्ट गर्नुहोला।